वान हामी चाहिँ आज स्वयम्भू घुम्न आएको किनकि म चाहिँ नयाँ भ्लग बनाउँदैछु मेरो चाहिँ युट्युब च्यानल खोल्दैछु त्यही भएर सबैले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला मेरो भ्लगलाई माया गरिदिनु होला म नि के अरे राम्रो राम्रो भ्लग बनाउँदै गर्छु हजुर अनि के अरे त्यही हो अनि त्यसपछि ल साथसाथै म पनि छु म असिम गुरुङ पनि छु अलि सपोर्ट गरिदिनु पऱ्यो म क्यामेराम्यान बनिदिनु पऱ्यो नि होइन अब भाइले न्यू प्रोजेक्ट स्टार्ट गर्दैछ नयाँ नयाँ भ्लगहरू बनाउँदैछ भिडियोहरू बनाउँदैछ त्यसको लागि अलिकति सहयोग मैले पनि मेरो तर्फबाट पनि हुन्छ भन्ने हिसाबले चाहिँ म पनि भाइसँगै आएको छु स्वयम्भू आएको छु स्वयम्भूमा आज के हुन्छ राम जात्रा हुन्छ के जात्रा हुन्छ होइन भाइ नै स्वयम्भूमा हुन त हुन्छ होला तर हामी चाहिँ घुम्न आएको घुम्न मात्रै आएको कि हेर्न आएको घुम्न पनि अनि त्यो के अरे माइन्ड फ्रेस गर्न पनि अनि त्यसपछि के अरे टिकटक भिडियो बनाउने भ्लग बनाउने त्यही हो कसको नि बनाउने चाहिँ टिकटक बनाउने मेरो अनि भ्लग बनाउने पनि हामीलाई मेरै हो ए हो ल ठिक छ यति धेरै युवा जमातहरू के भइरहेछ आज यहाँ आन्दोलन छ आज 15 गते हो है आज आन्दोलन त्यही भएर यो त आन्दोलन होइन होला नि त आन्दोलन यहाँ कि त यो के छ यहाँ आज चाहिँ स्वयम्भू यहाँनिर पुरै कन्सर्टहरू हुन्छ नि यहाँ थाहा छ तिमीलाई सायद त्यो बैठक होला कि त्यो गुम्बाको सायद के को थाहा छैन है ल ठिकै छ तपाईँहरू पनि स्वयम्भू आउन चाहनुहुन्छ भने चाहिँ स्वयम्भूनाथको दर्शन गर्न आउनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ निकै रमाइलो छ शान्त छ होइन हजुर कस्तो लाग्छ तिमीलाई चाहिँ यहाँ आउँदाखेरि चाहिँ यहाँ आउँदा त राम्रो लाग्छ माइन्ड फ्रेस हुन्छ त्यही चिसो हावा पानी खान पाउँछ कोठाभित्र बस्यो भने गुम्से मात्रै हुन्छ त्यही हो नि त्यही भएर चाहिँ तपाईँहरू पनि यदि स्वयम्भू आउन चाहनुहुन्छ भने चाहिँ आउनु होला हामी चाहिँ यता भगवान पाउ जो चाहिँ मान्छेहरू जलाइरहेको हुन्छ होइन त्यो ठाउँबाट चाहिँ हिँड्दैछौँ अब माथि जान्छौँ माथि गएर चाहिँ अझै भिडियोहरू बनाउँछौँ राम्रो राम्रो लोकेसन अझ ठाउँहरू देखाउँछौँ तपाईँहरूलाई अनि कुमार भाइको एकदमै झड्का मड्कावाला डान्स पनि हेर्छौँ होइन कुमार भाइ हजुर हो है निकै झड्का छ अरे नि त तिम्रो कम्मरमा छैन त्यस्तो झट्का तपाईँको चाहिँ त्यो होला झट्का झट्का त्यो ठुम्का लगाउने होला नि त होइन बिचरा आमा हुनुहुन्छ यहाँ बसिरहनु भएको छ है के गर्नु यस्तै छ जिन्दगी हामी यहाँबाट माथि जाने यहाँबाट त जान नि दिनु पऱ्यो नि जान दिन्छु यहाँबाट माथि त्यही भयो सोधेको थाहा छैन मलाई त यार दिँदैन दिँदैन गइरहेछ नि त मान्छेहरू त निःशुल्क आएको भने क्लिनिक भनेको मतलब छुट्टै त्यो भवनमा जाने मात्रै हो ए हो ल यतै हिँड नि त त्यसो भए हुन्छ ल अनि च्यानलको नाम के राखेछौ तिमीले के राख्ने भन्नु खै म त के अरे कुमार तामाङ अफिसियल राखे पनि युट्युब च्यानल राखे पनि ए राखिरहेको छैनौ होइन च्यानलको नाम चाहिँ राखेको छैनौ राखेको छैन तर कुन राख्ने भन्ने सोचमा छौ तिमी होइन नरम गर्नु पर्यो नि त पहिले त अनि पो के अरे कुमार तामाङ अफिसियल युट्युब च्यानल राख्ने हो कि कुमार तामाङ के अरे इन्टरटेनमेन्ट राख्ने हो अब त्यही हो के अरे दुइटामा एउटा मेरो सोच हो अब हजुरले कुन मनपर्छ त्यही राख्नु त हुन्छ है मैले राखिदिनु पर्ने भयो अनि हजुर मेरो गुरुजी हो कि ए ओके ल है ल सबैजनाले हेरेर साथ दिनु होला माया गरिदिनु होला होइन अब नयाँ नयाँ मान्छेको नयाँ नयाँ सोच हुन्छ नयाँ नयाँ मान्छेको नयाँ नयाँ भिडियोहरू हुन्छ त्यही भएर चाहिँ तपाईँहरूले पनि साथ दिन पऱ्यो सपोर्ट गर्नु पऱ्यो होइन हो कि होइन हो के कस्तो हो निकै सिरिरी हावा चलिरहेछ होइन हावा त चल्नु परेको नि हावा चलेछ पात हल्ल्याछ होइन के कसो हावा चल्यो पात हल्यो माया वर किन्दिने होला अब त अघि नै किनिदिइसक्यो मैले कति धेरै खानेकुरा सबै बाधाले जस्तो गम खाइसक्यो है तिम्रो जोडी हेर न तिम्रो तपाईँको जोडी हो योसँग तपाईँको बोली मिल्छ तिम्रो मन मिल्छ अरे यो तपाईँको झन् व्यवहार मिल्छ सबै कुरा मिल्छ अरे तिम्रो त तपाईँको चाहिँ मिल्छ तल माथि पनि मिल्छ अरे मिल्छ तपाईँको चाहिँ मिल्छ भने यसको चाहिँ ओ माई गड त्यति साह्रो त नभन्दै भाइ हुन्थ्यो भाइ यो के पाएनौ र मलाई कुन किन चाहियो तिमीलाई यो त्यो बिल्डिङ हो यो के को बिल्डिङ भन न प्रहरीको मात्रै हो र कसको जस्तो लाग्छ तिमीलाई यो चाहिँ त्यो हो सशस्त्र प्रहरी बलहरूको चाहिँ यो चाहिँ ठाउँ हो कि बुझ्यौ नि ओहो यहाँ हेर न ल हेर कुरेर बस्यो तिमीलाई
सिङ्गल हो यो सिङ्गल मिङ्गल हुनलाई तिमीलाई कुरियर पर्छ तपाईँलाई चाहिँ मिङ्गल बनाउने माई गड ऊ हेर्न सक्नुहुन्छ यस्तो डाँडा कस्तो राम्रो छ क्या काठमाडौँ वास्तवमा सुन्दर हुने ठाउँ है तर सुन्दर तर धुलो व्यवस्थित नभएको के है धुलो धुवाँले गर्दाखेरि यहाँको मान्छेको चापले गर्दाखेरि पनि अलिकति अव्यवस्थित भएर साथसाथै रूप नै परिवर्तन भएको कि नत्र निकै राम्रो ठाउँ चाहिँ हो मौसम सफा मौसम पनि त्यस्तै खालको छ है के गर्नु तर के अरे काठमाडौँ बाहिरको मान्छेले काठमाडौँ हावापानी राम्रो भन्छन् प्रायःले चाहिँ त्यही भन्छन् तर धुलो भने पनि हावापानी राम्रो भन्छ हो नि यता के यता हामी यता यता एउटा कता निस्किन्थ्यौँ नि त कुमार भाइ भोलि के त यताबाट अब उतै भएर उकालो हो यहाँ कि यहाँ यहाँबाट यहाँबाट जान्छ नि यहाँबाट त हो नि जाने अस्ति हामी यताबाट त गएको म गएकै छैन ल सबैले हेरेर साथ दिनु होला डु लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हाम्रो कुमार तामाङ भाइको भिडियोलाई भ्लगलाई माया गरिदिनु होला भन्दै अब चाहिँ हामी छुटिन चाहन्छौँ है अनि म चाहिँ के अरे तामाङ भाषाहरूको त्यो के अरे कल्चरहरू अनि संस्कृतिहरू नि झल्काउँछौ झल्काउँछु झलक झलक झल्काउँछौ कि टलक टल टल्काउँछौ झलक झलक भने मतलब अब त्यो के अरे तामाङ भाषाको त्यो के अरे तामाङ भाषा बोलेको त्यो के संस्कृतिहरूको सबैको भिडियोहरू लिएर आउँछु भन्न खोजेको ए ओके हस् थ्याङ्क यू सो मच सबैजनालाई